अब रिक्सो पाउडरको पिकअप नखेल्दा झन् के हुने हो I'm so happy now. मजाले टिकटक पनि भाइरल गर्छु अब के गर्छु पर्छ बिस्तारै फिल्म पनि वाउ सो स्वीट हेलो ओए नक्कली के छ हौ तेरो खबर आमा फोन पनि गर्दिनस् के साह्रो बिर्सेको हौ दिदीलाई आमा टिकटक बनायो नक्कल पाडो बसो काम छैन के साह्रो म बिजी त छैन कि हल्का बिजी अब यहाँ रिक्स पढ्नु सेलिब्रेटसम्म टिकटक पनि बाहिर गर्छ कि त्यही भएर भोलि चाहिँ मेरो फ्लाइट छ त्यसकै लागि अलिक बिजी छु होइन अनि त्यही भएर चाहिँ उता अब जानुपर्ने छ कति चाहिँ बिजी भएको त हुन पनि ए रिठे पाउडरको विज्ञापनमा खेल्ने राम 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 ए नि दर्शन सर्शन छैन दिदीलाई यसो के साह्रो नहुन्छ क्या दिदी दर्शन चलिहाल्छ प्र्याक्टिस पनि गर्नुपर्ने छ होइन म टाइम भएपछि कल गर्छु नि त जाने अब फेरि दही
दाइ गरेको तैँले लुगा लगाइदिएको तैँले सबै थोक गरेको अब यहाँ म हारमोनियम बजाउँदै गरेको मान्छेलाई तिमीहरू भाइहरूले सबैजना ढुक्क बसे अब कता खोज्छ सबैतिर खोज्नु पर्दैन खोजेर पत्ता लगाउनु सिर्जले आउँछ सधैँ अब आज त छैन सिर्जल आएन हैरान भयो साह्रै हैरान कति अलग उसको आमाले पनि छोडेर गई अनि अब रोग लाग्यो अहिलेसम्म त हेर्दै गरेको अब आफै पनि रोगी भइयो अब त्यसलाई कसले हेर्छ सिर्जल भेट्यो अनि सिर्जल भेट्यो ए सिर्जल भेट्यो अरे ल भेट्यो कता गयो होला भाइ भेट्यो अरे
भाइ कहाँसम्म हो अनि चाहिँ भाइ चाहिँ कहाँसम्म हो बोलेछौ दाइ तुरन्त साला जिन्दगी वाक्क लाग्छ साला कति सपनाहरू सपना नै रहने भयो 2018 पनि पास गर्यो 19 पनि पास गर्यो कोरिया जाने सपना पनि सपनै रहने भयो अहिलेसम्म जानु पाउनु ठिक वाक्क लाग्छ सोच्दाखेरि पनि जिन्दगी कि वाक्क लागेर आउँछ यार भाइ साह्रो रोग लागेको छ के हो के हो यस्तो कहाँ छाड्नु लाग्यो दाइ कथामा बगिरहेको छु अहिले बगाउनु कस्तो मान्छेलाई लिएर आएछ कस्तो भित्ती ट्यापे जस्तो छ गोटी खाए जस्तो छ कस्तो बसेर चाहिँ कुन दिनमा यस्तो हुन्छ गोजिएर उस्तै छ टकटकेको नकासु भाइ भाडा दिनु त भाइ भाडा दिनु भाडा भाइ पनि कस्तो भयो चाहिँ कस्तो मान्छे कस्तो भाडा नदिकिन गयो कस्तो मान्छे भित्री ट्याबेर लिएर आइरहेको थियो अघि पनि छार रोग लाग्यो यस्तो घरि के गर्छ कस्तो मान्छेले चाहिँ कस्तो दिमाग खराब भयो आज साइकल लाने हावा रहेन रहेछ त अनि साइकलको चाहिँ होइन हजुरको चाहिँ हावा गएछ चुरी भइसक्यो